के हजुरहरू पनि सबै एपमा आफ्नो ओरिजिनल जिमेलमा लगइन गर्दा अनावश्यक इमेल वा स्पाम मेसेजहरू आएर हैरान हुनुभएको छ र जिमेल स्टोरेज पनि फुल भनेर मेसेज आइ गर्छ? त्यस्तो भए आउनुहोस् आज त्यसको समाधान पनि निकालौँ। त्यसको लागि सबैभन्दा पहिला mailprorary.com मा जानुहोस् र यसमा दिएको यो टेम्पोररी इमेल एड्रेस त्यसलाई चाहिँ कपी गर्नुहोस् र कुनै एपमा गएर त्यसमा चाहिँ जस्तै म gamma.app मा गएँ, गामा एआईमा, र त्यसमा गएर हजुरहरूले कन्टिन्यू विथ गुगल अथवा इमेलमा गएर त्यसलाई पेस्ट गर्नुहोस् अनि कन्टिन्यू विथ इमेल गर्नुहोस् र कन्फर्मेसन मेसेज चाहिँ जुन हजुरले यो mailprorary.com मा जानुभएको थियो, जुन mailprorary.com को यो लास्टमा यहाँ प्लिज भेरिफाई योर इमेल एड्रेस भनेर आएको छ, त्यसमा क्लिक गर्नु होला। अब यसमा चाहिँ भेरिफिकेसन मेसेज आइसकेको छ, प्लिज भेरिफाई योर इमेल एड्रेस भनेको छ, त्यसमा क्लिक गर्नुहोस् र हजुरको गामा एआईमा चाहिँ भेरिफिकेसन भइसकेको छ। यसरी हजुरहरूले कुनै पनि एपलाई चाहिँ यसरी नै भेरिफाई गर्न सक्नुहुन्छ।